Hello everyone, welcome back to our Solty Vlogs. अनि धेरै पछि है हल्का अनि बाहिर एकदम घाम लाग्छ, एकदम बोरिङ भइरहेको छ डेहरू हैन। अनि आज चाहिँ मेरो त्यस्तै थियो है, त्यही भएर चाहिँ साथीको घरमा बोलाएको छ। मेरो बोली यस्तै हो, हजुरहरूले यसो माइन्ड नगरिदिनु होला है। अनि बोलाएको छ, अनि एउटा सुशान्त भन्ने डनलाई फोन गर्नु रे, अनि उसको घर आउनु रे भनेको छ। अनि त्यही भएर के हुन्छ कसो हुन्छ अब सुशान्तलाई फोन गर्छु, अनि त्यसपछि हामी कुलबहादुर तमुको घर जानेछौँ है। अब चाहिँ म हिँड्न लाग्यो है साथी गएर, वहीँ गएर भेटौँ। अघि चाहिँ हावाहुरी आएर म साथीको घर गइनँ होइन। अब चाहिँ जान लाग्यो, फेरि पानी परिदिइराख्यो। अब चाहिँ म छाता ओढेर साथी घर जान्छु, अनि त्यहीँ गएर भेट्छु है हजुरहरूलाई। माग्ने मान्छे आयो के? हाम्रो हिरोहरू चाहिँ यहाँ युट्युबर आइयो हो। के हो त नि यस्तो सिक्स प्याक देखाएर युट्युबर हो कि पत्रकार हो? पत्रकार माग्ने मान्छे हो। के को युट्युबर र पत्रकार हो? झोला बोकेर कोही युट्युबर पत्रकार हो। जतिखेर पनि भिडियो मात्रै गरेछ नाङ्गो ज्यानलाई। अनि यो त उस रहेछ यार। भुटानले कपी भनेर हात छ कुलै मानेन त। ए माने बोल्यो यहाँ सक्ने लागेछ क्या।
सिजोले अनि हो सबैले भात खाइसकेको छ इ के हो अब त भेजी अन्डा खानु पर्यो हजुर ए यसरी सेटलाई अब सबैले खाना खानुभयो होला धेरै भयो होइन म पनि खाना खान लाग्यो है न्युरो यहाँ छ दाल छ अन्डा छ सुप पार्नै पर्यो फाल्नु भएन है गणपति बजार कस्तो दाम दिएको है चलल है अनि अहिले चाहिँ अब अँधेरो भइसक्यो हैन सबैले खाना खाइसक्नु भयो होला हैन अनि अब सबैलाई म चाहिँ गुड नाइट भन्न चाहन्छु हैन हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गरिदिनु होला एकदम दामी लाग्यो भने चाहिँ अब सब्स्क्राइब गरिदिनु होला हैन अनि अहिले चाहिँ म गुड नाइट भने भोलि गुड मर्निङ हुँदै हजुरहरूलाई फेरि ब्लगमा वेलकम गर्नेछु है त।